मान्छेहरू खटाउँदैछ, के तपाईँले त्यो देख्दै हुनुहुन्छ? के मण्डलीले त्यसलाई विचार गरेको छ? के तपाईँले त्यो कुरालाई विचार गर्दै हुनुहुन्छ? के तपाईँले त्यो श्रापका कुराहरूलाई यसो विचार गर्दाखेरि त्यो श्रापमै तपाईँ फस्नुहुन्छ? जे कुराले तपाईँ र तपाईँको परिवारलाई फसाउँछ, जे कुराले तपाईँ र तपाईँ परमेश्वरको योजनालाई गिराउन खोज्छ, के तपाईँ त्यो कुरालाई देख्दै हुनुहुन्छ? के त्यो त्यो जुन त्यो तीर छ, जुन त्यो गर्जने सिंह छ, जो त्यो बेसिया स्त्री छ, के त्यो शैतान होइन र? जसले परमेश्वरको योजनालाई मार्न चाहन्छ? के असल मानिसले, के परमेश्वरको सृष्टिले परमेश्वरको योजनालाई मार्न चाहन्छ? कदापि होइन। कसले परमेश्वरको योजनालाई मार्न चाहन्छ? कसले परमेश्वरले छुटकारा दिन्छु भनेको कुराहरूलाई छुटकारा नपाओस् भनेर ऊ तपाईँको विरुद्धमा आउँछ? यस्ता मानिसहरू, यस्ता कुराहरू के परमेश्वरबाट हो र? कदापि होइन। के परमेश्वरको योजनालाई टुक्रा टुक्रा पार्ने योजनाहरू परमेश्वरबाट आउँछ र? एउटा कुरा याद राख्नुहोस् मण्डली, हरेक तपाईँ र म, चाहे त्यो प्रेरितहरू हौँ, चाहे कुनै इभान्जलिस्टहरू हौँ, चाहे कुनै पनि प्रोफेटिक मानिसहरू हौँ, हरेकको बोलावट छ, अनि त्यो बोलावट चाहिँ अरूलाई छुटकारा दिनेको निम्ति छ। तपाईँ यहाँ हुनुहुन्छ, वर्सिप लिडरहरू यहाँ हुनुहुन्छ, मण्डलीको अगुवाहरू हुनुहुन्छ, आमाहरू हुनुहुन्छ, प्रार्थनाका योद्धाहरू हुनुहुन्छ। के तपाईँ आफै मात्र बच्नको निम्ति हो कि तपाईँ चाहिँ अरूलाई बचाउनको निम्ति पनि हुनुहुन्छ? डेफिनेटली तपाईँ अरूलाई बचाउनको निम्ति पनि हुनुहुन्छ। जुन योजना, जुन कलिङ, जुन गिफ्ट तपाईँ भित्र छ, त्यसलाई कसले मार्न चाहन्छ? के तपाईँ आफै मार्न, म मेरो गिफ्टलाई म मार्न चाहन्छु भन्नुहुन्छ? कदापि होइन। तर एउटा यस्तो एजेन्ट छ, अन्धकारको शैतानको यस्तो एजेन्ट छ, त्यो एजेन्टले तपाईँलाई मार्न चाहन्छ, जो चाहिँ संसारबाट आएको हो, जसले चाहिँ परमेश्वरको योजनालाई बुझ्दैन। फरिसीहरूले कहिले पनि परमेश्वरको योजनालाई बुझेन। त्यसै गरी एउटा एजेन्ट छ, एउटा माध्यम छ, एउटा मानिसका गुणहरू छन्, जो चाहिँ परमेश्वरको योजनालाई टुक्रा टुक्रा पार्न चाहन्छ र पुरा भएको देख्न चाहँदैन। त्यस्ता मानिसहरू जुन कलिङ तपाईँको हृदयमा छ, जुन कलिङ तपाईँको जीवनमा छ, त्यसलाई मार्न चाहन्छ। आज म तपाईँ यही भन्न चाहन्छु, जुन गल्ती सिमसोनको बाउ र आमाले गरेथे तपाईँ नगर्नुहोस्। जुन गल्ती सिमसोनले गरेथे त्यो गल्तीमा तपाईँ नफस्नुहोस्। The mistakes that Samson did, he never prayed himself. You never see him on fasting and prayers. You never see him on his knees begging unto God. You never see him praying for Israelites, praying for his brother. You never see him, never. You never see him praying. He never fasted. Ule kaile pani fasting बसेन. He never prayed. He never prayed. He prayed when he needs. Ule त्यति बेला प्रार्थना गरे जति बेला उलाई आवश्यक पर्यो। परमप्रभु उसको भाइ जस्तै गरे परमप्रभुलाई। Never. जुन योजनामा मण्डली बोलाइएको छ त्यो योजनालाई हेर्नुहोस्। शैतान तपाईको आँखालाई निकाल्न चाहन्छ, जो चाहिँ मण्डलीको भिजन हो। The eyes represents the vision. Okay? आँखा चाहिँ तपाईको भिजन हो, जसले तपाईको अगाडिको कुराहरू तपाईँ देख्नुहुन्छ। र एउटा दलिला भन्ने स्त्री छ जो तपाईलाई फसाउन चाहन्छ।